विद्यार्थी भाइ-बहिनीहरू, तिमीहरूलाई हाम्रो च्यानलमा स्वागत छ। आज म तिमीहरूलाई सामाजिक अध्ययन कक्षा 9 को एकाइ 1 अन्तर्गत पाठ 2 को समाज विकासका चरणहरू भन्ने पाठको बारेमा छोटकरीमा बताएर त्यसका अभ्यासहरूलाई समाधान गर्ने प्रयास गर्नेछु। समाज विकासमा के कस्तो परिवर्तन भएको छ त? संक्षिप्त रूपमा हेरौँ है त। मानव समाज समयसँगै परिवर्तन हुँदै आएको छ। सुरुमा मानिस आदिम अवस्थामा जङ्गलमा बस्दै फलफुल टिप्थ्यो र शिकार गर्थ्यो। पछि खेतीपाती सिकेर कृषि समाज बन्यो। त्यसपछि मेसिन र उद्योगको प्रयोगले औद्योगिक समाज विकसित भयो। प्रविधि, कम्प्युटर र इन्टरनेटको प्रयोगले वैज्ञानिक र आधुनिक समाज पनि निर्माण भयो, जहाँ शिक्षा, समानता र सचेतनालाई महत्त्व दिइन्छ। यसरी समाज समय अनुसार परिवर्तन भइरहेको छ। अब अभ्यासहरू हेरौँ है त। अभ्यास 1 नम्बरमा समाजको विकास कसरी भएको थियो? समाजको विकास दीर्घकालीन परिवर्तनको परिणाम हो। मानिसले आफ्नो जीवन सहज बनाउन खोज्दा सोच, व्यवहार, सिप र ज्ञानमा क्रमशः सुधार ल्यायो। सुरुवातमा मानिस जङ्गलमा बस्थ्यो, पछि खेतीपाती, पशुपालन र व्यापार गर्न थाल्यो। शिक्षा, विज्ञान र प्रविधिको विकाससँगै मानिस सचेत, सुसंस्कृत र सङ्गठित बन्दै गयो। यसरी समय, अनुभव र आवश्यकता अनुसार समाज विकसित हुँदै आएको हो। समाजको प्रकार अनुसार विशेषताहरू लेख्नुहोस्। यसमा समाज लेखेर खाली ठाउँ छोडेको छ। यसमा समाजको प्रकार, प्रारम्भिक समाज कस्तो थियो त भन्दा यो समाज आदिम थियो। मानिसले के गर्थे त भन्दा शिकार र फलफुल टिपेर जीवन धान्थे। ठाई बस्ती र खेती प्रणाली थिएन। मानिस समूहमा बस्थे, तर शासन, लेखन वा शिक्षा प्रणाली विकसित थिएन। अब मध्यकालीन समाज। यस समयमा मानिसले खेती र पशुपालन र व्यापार सुरु गर्यो। गाउँ र सहरहरू बने। धर्म, परम्परा र राजाहरूको शासन प्रबल थियो। सीमित शिक्षा र जनचेतना कम थियो। त्यसपछि आधुनिक समाजमा विज्ञान, प्रविधि, शिक्षा र सञ्चारको तीव्र विकास भएको छ। समानता, मानव अधिकार र लोकतन्त्रलाई सम्मान गरिन्छ। मानिस सचेत, व्यवहारिक र प्रगतिशील सोच राख्छन्। उल्लिखित समाजमध्ये तपाईँलाई कुन समाज सुधारवादी वा प्रगतिशील लाग्छ? कारण सहित लेख्नुहोस्। मलाई आधुनिक समाज सुधारवादी र प्रगतिशील लाग्छ, किनभने यो समाजमा अन्धविश्वास र असमानताको विरुद्ध आवाज उठाइन्छ। महिला, दलित र सबै वर्गका मानिसलाई समान अधिकार र अवसर प्राप्त हुन्छ। शिक्षा, विज्ञान र प्रविधिको प्रयोगले मानिसको सोच खुला र तार्किक बनेको छ। परिवर्तन र सुधारलाई स्वीकार गर्ने क्षमता भएकोले आधुनिक समाज नै सबैभन्दा प्रगतिशील हो। अब केही अतिरिक्त अभ्यासहरू हेरौँ है त। समाज किन परिवर्तनशील छ? ज्ञान, सिप, सोच र प्रविधिको विकाससँगै मानिसको जीवनशैली बदलिन्छ, जसले समाजलाई निरन्तर परिवर्तनशील बनाउँछ। आदिम समाजका प्रमुख विशेषताहरू के थिए त भन्दा मानिस जङ्गलमा बस्थ्यो, फलफुल टिप्थ्यो, शिकार गर्थ्यो, ढुङ्गाको औजार प्रयोग गर्थ्यो, परिवार र बस्ती भने थिएन। नम्बर 3, कृषि भूमि समाजमा के परिवर्तन आयो? मानिसले खेतीपाती र जनावर पाल्न सिक्यो, थाई बसोबास भयो, गाउँ बने र श्रम विभाजन सुरु भयो। औद्योगिक समाजमा के विकास भए? मेसिन र कारखानाको प्रयोग भयो, उत्पादन र व्यापार बढ्यो,
सहर र यातायातको विकास भयो। रोजगारका लागि सहरतर्फ बसाइ सर्यो मान्छेहरू। वैज्ञानिक समाजका मुख्य उपलब्धिहरू के थिए त भन्दा कम्प्युटर, मोबाइल र इन्टरनेटको प्रयोग बढ्यो, काम सजिलो बन्यो र सूचना छिटो पाइन थाल्यो र विश्वका मानिसहरू आपसमा जोडिए। आधुनिक समाजमा के कस्ता मूल्य मान्यताहरू देखिन्छन्? मानव अधिकार, समानता, शिक्षा, सामाजिक न्याय र समझदारीमा जोड दिइन्छ, जसले सहयोगपूर्ण र सचेत समाज निर्माण गर्छ। यदि तपाईँलाई यो भिडियो राम्रो लाग्यो भने कृपया लाइक गर्नुहोस् र मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। नयाँ भिडियोहरू अपलोड हुँदा जानकारी पाउन नोटिफिकेसन बेल अन गर्न नबिर्सनुहोस्। धन्यवाद।